हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ म पाल्पाको दोकान सुकेताल जाँदैछु। सो म पसलबाट निस्किन लागेको छु। सो गाइज, यात्रा कस्तो हुन्छ म आज पाल्पा दोकान सुकेताल जाँदैछु। सो गाइज, हेर्नु होला। हेलो गाइज, हामी चाहिँ अहिले यहाँ सुरुङ मार्ग नजिकै आइसकेका छौँ। सो गाइज, यहाँ देख्न सक्नुहुन्छ मेरो बाइक। यहाँ चाहिँ गर्मीमा हामी पनि पौडी खेल्न आउँछौँ। यो तिना खोलाको ड्याम गाइज। आज पानी परेको छ, धेरै फ्रेस देखिएको छ, शीतल छ मौसम। हाम्रो यात्रा पाल्पा दोकान सुकेतालसम्मको हो गाइज। सो गाइज, अब चाहिँ उता पाल्पा जाने बाटो, पाल्पा गुल्मीतिर हामी चाहिँ अब यता झर्दैछौँ। यहाँ नजिकिन होला यो बाटो चाहिँ, होइन? सो गाइज, मौसम चाहिँ एकदम चिल छ, शीतल छ, आनन्द छ। हामी चाहिँ बुटलको गर्मी सलमा चाहिँ यता दोकानतिर आएको, देख्न सक्नुहुन्छ क्या आनन्द छ। सो गाइज, हेर्नुहोस् त क्या मजा छ, आनन्द। अझै आज पानी परेको बाटो चाहिँ चिप्लो छ, अरू चाहिँ मजा छ। यहाँ चाहिँ चाइनिजहरू बस्नु हुँदो रहेछ, सिधै सुरुङ मार्ग चाहिँ। अब पारी जाने बाटो माथि हामी जाँदैछौँ। गाइज, यो चाहिँ दोबानको गाउँ बजार। यो चाहिँ दोबान बजार, सानो भए पनि राम्रो छ बजार, हेर्न सक्नुहुन्छ। हामी चाहिँ पाल्पा दोबान स्कुल सिम आइयो। हेर्नुहोस् कति रमाइलो छ, यता साँझको समय छ, आनन्द, शीतल मौसम, खोला नाला। पाहाडमा जन्मिएको मान्छेले चाहिँ यो साह्रै मजा आउँदो रहेछ गाइस। हेर्न सक्नुहुन्छ आनन्द छ गाइस। गाडीमा देख्न सक्नुहुन्छ यस्तै त हो पाहाडतिर। एउटा जिपमा धेरैजना हुनुहुन्छ माथि छतमा पनि। उहाँहरूको यात्रा चाहिँ शुभ रहोस् गाइस। सक्नुहुन्छ पाल्पा रानी महल चाहिँ होइन, यो दोबान रानी महल हो। सेम डिक्टो छ, तर यो रेस्टुरेन्ट हो कि के हो? दोबानबाट 2 किलोमिटर भित्र जति छ यो। घुम्न आउँदा यो पनि बाटो। यो चाहिँ अब हजुरको एउटा यता कचल के भन्छ, यता जाने बाटो, त्यता नजानु होला। सुकेतालको लागि चाहिँ यता निस्किनु होला। गाइस, हामी चाहिँ अब आइयो सुकेताल। एउटा माथि जाने बाटो छ, त्यता नजानु होला। र हामी सुकेताल आइसक्यो भने बाइक जान्छौँ यहीँसम्म। यहाँबाट त तल चाहिँ धेरै अप्ठ्यारो भएर सक्दिनँ, आफै राइड गर्नुपर्ने, त्यही भएर।
यो ताल चाहिँ धमिलो भएको रहेछ, देख्न सक्नुहुन्छ। यहाँ यस्तो छ, परसम्म छ, त्यो कुनासम्म छ ताल। बर्खा भएर यहाँको पानी आज धमिलो रहेछ। यहाँ एउटा मन्दिर छ, मन्दिरमा भगवान् शिव हुनुहुन्छ। अब चाहिँ म मन्दिर जाँदैछु। यस्तो तालको बिचमा मन्दिर छ, साथीहरू हेर्नु होला। मन्दिर छ यहाँ चाहिँ। हरियाली छ जताततै, पारी गाउँहरू छन्। यहाँ पुरानो जमानाको चर्के पिङ्की भन्छ, यसलाई पिङ पनि रहेछ। पारी गाउँ यो माराबास अनि बडरे भन्छ। टिकटक बनाउने मान्छेहरू पनि टन्नै आउँछन् यता। आफूले चाहिँ ल सबै, तर क्यामेराले अलि खिच्दैन होला। यस्तो छ यहाँको दृश्य। कृष्णमरी यो डुङ्गा पनि खेल्छन् यहाँ, अहिले चाहिँ बन्द भएको छ, आजकल खेल्दैनन्। सो हामी फाइनल्ली आइसक्यो सुकेतालमा। यही नै हो यहाँको दृश्य, रमाइलो छ, राम्रो छ। साँझमा धेरै केटाहरू आउँछन्, बल खेल्छन्। साँझमा चाहिँ एकदमै रमाइलो हुन्छ यता। उता होटलहरू छन्, 4-5 वटा होटलहरू छ, क्याम्प फायर बस्न ओर्न, अनि साँझमा बस्ने व्यवस्था पनि छ त्यता। र हामी घुमिसकेपछि अब चाहिँ फर्किँदैछौँ हामी। यस्तो छ, अब हामी चाहिँ यात्रा बुटोलसम्मको फर्किँदैछौँ। हजुरहरू पनि आउनु होला, रमाइलो गर्नु होला। एकचोटि घुम्नुपर्ने ठाउँ छ, राम्रो छ, आउनु होला गाइस। हेर्नुहोस् त यो दृश्य कति रमाइलो छ। हामी चाहिँ अब फर्किँदैछौँ, बाटो चाहिँ अफरोड छ, हेर्न सक्नुहुन्छ यस्तो छ। अब चाहिँ हामी फर्किँदैछौँ। पानी आएको कारणले खोला चाहिँ यस्तो धमिलो भएको छ। पारी चाहिँ यो नुवाकोट, यो पहाड चाहिँ नुवाकोट हो। सानो त्यो मूर्ति पनि देखिन्छ, भगवान् गौतम बुद्धको। नुवाकोट त जानुभएको छ होला, ट्याक्कै वारिपारी पर्छ यहाँ चाहिँ। साथीहरू यिनी चाहिँ बाबु, तिम्रो नाम के हो? अलि ओराउ त, तिम्रो नाम के हो? अबिगा। कति वर्ष भयो तिमी? 11 वर्ष भयो। कुन स्कुलमा पढ्छौ? देउले। कतिमा पढ्छौ? 4 क्लासमा। छुट्टी भएर घर हिँडेको तिमी? ए ल, हुन्छ, बस है। हेलो, हाई, बाई, अबि बाई। साथीहरू, हजुरहरू चाहिँ बुटोलबाट आइसकेपछि एउटा यहाँ चाहिँ तिनाउ रिसोर्ट भन्ने छ। यहाँ चाहिँ खोला छ, यहाँ चाहिँ रिसोर्टको राम्रो रहेछ। यहाँ चाहिँ म चाहिँ गएको छैन, साथीहरू आएछन्। साथीहरू चाहिँ राम्रो छ भन्दै थिए। गाइस, हजुरहरू पनि आउनु भएछ भने
अवश्य आउनु होला। फाइनल्ली गाइज हामी चाहिँ बुटोल आइपुग्यो। अब चाहिँ गर्मी मजाले खाने यो बुटोलको शीतलबाट आइयो, मजाले घुमेर आइयो। हजुरहरू पनि घुम्नु होला, आउनु होला। अब गर्मी चाहिँ सुरु हुन लाग्यो बुटोलको। सो बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला।